नमस्कार सबैजनालाई। आज हामी नाजुङ गैरामा कवलेती वनमा हुँदै गरेको सामूहिक सुन्तला कृषि फर्ममा आइरहेका छौँ। यहाँ भर्खरै रुख बिरुवाहरू काटेर सम्याएर सुन्तलाका बिरुवाहरू रोपिएको छ। यसै समूहका अध्यक्ष मिनबहादुर थापाजी हुनुहुन्छ। नमस्कार सर। यो सुन्तला खेतीमा कतिजना समावेश हुनुभएको छ ग्रुपमा? हाम्रो ठ्याक्कै पहिला 25 जना थियो, एकजनाले चाहिँ छोड्नु भयो। अहिले 24 जनाको चाहिँ समूह छ हाम्रो। हजुर। अनि कति बेर्ना लगाउनु भयो? कति बेर्ना? हामीले हिजो मात्रै बेर्ना आएर आज हामीले 740 वटा बिरुवा चाहिँ यहाँ लगाएको छन्। यो सामूहिक हो कि अथवा पालिका अथवा कुनै सङ्घ संस्थाबाट सहयोग प्राप्त भएको छ? पालिकाबाट चाहिँ हामीलाई 50% अनुदानमा चाहिँ हामीले लगाएको यो बिरुवा। सबै बिरुवा लगाएर सक्नुभयो? हजुर। हाम्रो फेरि अर्को पारी डाँडा पनि छ। यो यत्रै योभन्दा अलिकति सानो खोरिया। हजुर। यो सुन्तलाको बोटबाट सुन्तलाको बोट राम्रो भयो भने एउटा बोटबाट कति जति आम्दानी लिन सकिन्छ सर? त्यो त अहिलेसम्म हामीले केही अनुभव लिएकै छैन सर। अनुभव लिएकोहरूबाट सुन्दाखेरि दाइलाई थाहा छ के अरे के दाइ कलामी बिरुवाबाट कति हाम्रो रेसिङ गाउँपालिका कृषि प्राविधिक सुरेश तिवारी सर हुनुहुन्छ। उहाँका पनि प्रतिक्रिया सुनौ। सम्पूर्णको नमस्कार छ। हामी चाहिँ अहिले रेसिङ गाउँपालिका वार्ड नम्बर 3 को नाजुङ टोलमा अवस्थित रहेको यो नाजुङ गैरा भन्ने ठाउँमा चाहिँ हामी छौँ। यो ठाउँमा चाहिँ लगभग 1500 हाराहारीको मात्रामा चाहिँ बिरुवा लगाइदिएछ। खास गरेर चाहिँ सुन्तलाको कलमी बिरुवा, त्यसमा पनि जातको सवालमा कुरा गर्दाखेरि चाहिँ सुन्तलाको कलमी स्थानीय जात को बिरुवा हामी लगाउँदैछौँ। र यो चाहिँ हामी यो स्याङ्जा जिल्लाको भिरकोट नगरपालिका वार्ड नम्बर 7 बाट चाहिँ हामीले एउटा नर्सरीबाट हामीले यी बिरुवाहरू चाहिँ ल्याएर यहाँ लगाउँदैछौँ। र यसमा चाहिँ नाजुङ कृषि तथा पशुपालन समूहले चाहिँ यो सब कामहरू चाहिँ गरेको छ। यो कति मिटर हाइटमा रहेको छ सर? यो चाहिँ हाइट चाहिँ 900 देखि 1000 सम्मको हाइट चाहिँ यो ठाउँमा चाहिँ छ। त्यो सोसरहको हाइटमा चाहिँ सुन्तलाका जातहरू चाहिँ सुन्तला जन्ने बिरुवाहरू चाहिँ फस्टाउने हुनाले चाहिँ यो क्षेत्रमा चाहिँ हामीले सुन्तलाको बिरुवा चाहिँ एकदमै भारी मात्रामा लगाउँदैछौँ। अन्तिममा चाहिँ म के भन्न चाहन्छु भने यो कृषि पेसालाई व्यावसायिक, मर्यादित, प्रतिस्पर्धी र सम्मानजनक पेसाको रूपमा स्थापित गर्न हामी सबै सरोकारवाला चाहिँ ध्यान दिएर लाग्यौँ भने चाहिँ अवश्य पनि यो कृषि पेसामा चाहिँ केही न केही मुनाफा जन्ने आय आर्जन गर्न सकिन्छ भन्न चाहन्छु। हस्, धन्यवाद। केशरको केही धारणा छ कि जनप्रतिनिधिको रूपमा हाम्रो केशर पनि यहाँ हुनुहुन्छ, निरीक्षण गर्न आउनु भएको छ? होइन, मलाई त अब खासै धारणा भन्दा पनि मैले 2050 सालमा सुन्तला बिरुवा लगाएको हो र मैले केही समय चाहिँ निकै आम्दानी राम्रोसँग लिएको थियो। तर त्यतिखेर आम्दानी लिँदै गर्दाखेरि अहिले पछि हुँदै आएर अहिले चाहिँ मेरो चाहिँ पुरा भाइरस लागेर मेरो पुरा सखा भयो। त्यो पश्चात मलाई त्यो नहोस् र यसलाई जोगाउनु पनि एउटा बच्चालाई जसरी जोगाउनुपर्छ त्यसरी नै जोगाउनुपर्छ। हाम्रो उहाँहरू लगानी गर्नुहुन्छ, उहाँहरूले त्यसरी नै बच्चालाई जसरी हेर्नुहुन्छ त्यसरी नै हेर्नुपर्ने हुन्छ। बल्ल मात्र उहाँहरूले आम्दानी लिनुहुन्छ। यसको एउटा बिरुवाको भन्दाखेरि एक बिरुवा बराबर झन्डै 10,000 रुपियाँसम्म चाहिँ यसको आम्दानी लिन सकिन्छ। त्यतिखेर मैले त्यसरी लिएको थिएँ कि त्यसले गर्दा मैले केही समय अगाडि राम्रै आम्दानी लिएको थियो। र यो पनि मलाई जहाँसम्म लाग्छ यहाँको चाहिँ माटो एकदम राम्रो देखिएको छ। यो माटोमा चाहिँ सुन्तला उपयोग हुन्छ भन्ने कुरो मैले आशा लिएको छु र यहाँको किसानहरूले यो आम्दानीको स्रोत चाहिँ बढोस् भन्ने कुरो मैले आशा राखेको छु। हस्, धन्यवाद सर। भीम सर, हाम्रो यसै वडाका वडाध्यक्ष जसले यहाँको विकासका लागि धेरै काम गर्नुभएको छ, यस सुन्तला कृषि फर्मको बारेमा हजुरले केही भनिदिनुहोस् सर। रेसिङ गाउँपालिका
एउटा सुन्तला हुने ठाउँ भनेर पनि चिनिने वडा नम्बर 3 रेसिङको र यहाँ मेहनत गरे अनुसार चाहिँ सुन्तला हुन्छ र यो मेहनतलाई चाहिँ मेरो विचारमा निरन्तरता दिनुपर्छ किनभने यो लाएर मात्र यसले चाहिँ आम्दानी दिन चाहिँ सक्दैन त्यसैले यो सुरुको मेहनत चाहिँ अलि अत्यन्तै यो समूहको राम्रो देखिया छ र पछि जाँदाखेरि यसलाई गोडमेल र संरक्षणको धेरै आवश्यक परेको हुन्छ त्यसलाई राम्रोसँग स्याहार सम्हार गरेर अनि त्यसपछि नियमित मलहरू दिएर गर्यो भने हावापानी मिलेको ठाउँ पनि छ राम्रो छ र यसले अवश्य पनि दिन सकिन्छ र यो हाम्रो रिसिङ गाउँपालिका वडा नम्बर 3 मा चाहिँ हरेक ठाउँमा सुन्तला हुने ठाउँमा चाहिँ राम्रोसँग सुन्तला हुन सकिन्छ। हस् धन्यवाद सर। धन्यवाद। अब प्राविधिक ल होला नि सामान्य किसिमको पैसा हो कि समय पनि पैसा हो त्यो समयले धेरै खिचेकै पैसा पालिकाबाट अब एकदिन सायदले सर हाम्रो आमा लाग्यो सुन्त लाग्यो हो माथि घर बस्नु अलि नजिकै लाग्यो यो होला त पुल सिङ्गुले आयो मिनेको यार सर अब यता तलबाट माथि पनि बाटो पनि एकदम बगाल बनाउनुपर्छ गाडी त अलिकति सम्भव छैन होला हिँड्ने जस्तै कि हिँड्न पनि अप्ठ्यारो नहोस् काका कुलीले मारेको होला के यत्रो सर्प मारेर लगाएर त्यहाँ यहाँ पुरा जलाइदियो हामीले जागरुक युवा हाम्रो समाजसेवी टोल विकासका अध्यक्ष श्री भुवन थापाजी हुनुहुन्छ। उहाँले पनि कृषि अन्तर्गतै उहाँले धेरै सुन्तलाहरू रोप्नु भएको छ। उहाँका पनि अनुभवहरू केही छन् भने भनिदिनुहुन्छ कि? सम्पूर्ण मेरो नमस्कार। जस्तै अब यो हाम्रो रिसिङ 3 भनेको एउटा सुन्तला पकेट क्षेत्र भनेर चिनिने ठाउँ हो र यो जुन यो नाजुङ टोलका कृषक समूहले यतिसम्म मेहनत गरेर दुःख गरेर यो सुन्तला रोप्नु भएको छ, यो कलामी बिरुवा रोप्नु भएको छ। यसको मतलब के बुझिन्छ भन्दाखेरि अब हामी युवाहरू किन विदेश जानु, यही ठाउँमा केही गर्यो भने त केही हुन्छ भन्ने एउटा यसले चाहिँ एउटा के देखायो भने एउटा के भन्छ एउटा उदाहरण देखायो कि अब यतिको अब हामीले यो यतिको मेहनत गरेर यही आफ्नै देशमा सुन फलाउन सकिन्छ भने किन अर्को देशमा जाने, यतिकै हामी दुःख गरौँ मेहनत गरौँ भन्न म चाहन्छु। र सम्पूर्ण विदेशमा रहनुहुने दाजुभाइ तथा सम्पूर्ण मित्रजनहरूलाई यो अरूको देशमा गएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा यसरी मिलिजुली काम गरौँ, के भन्छ यो आफ्नै ठाउँमा केही गरौँ, आफ्नै ठाउँमा पैसा फलाम भन्दै मेरो धारणाहरू यही अन्त गर्न चाहन्छु। धन्यवाद। हस् त धन्यवाद सर। हाम्रै पाखामा सुन फल्छ, हाम्रो पसिना हामीले यहीँ बगाउन सक्यो भने राम्रो आम्दानी गर्न सक्छौँ भन्नुभएको छ। सिधीबाट उता यहीँबाट बनाउने